एक्ली बुहारी त्यो माथि नि लभ गरेर आछ भने हैन फेरि माइतीका पनि संस्कारीवाला घरका कुरा माइत भन्न हुन ढिँडो पिठो जे खानी घरै खानी माइत आएर दुध र भात खाछु भन्ने खालको माइती पर्यो भने हेर्नु त्यो बुहारी सिधै गएर हम्फालेर मरे नै हुन्छ हेर्नु यति गाह्रो हुन्छ हैन एक्ली बुहारी ए भगवान अब माइत गएर भन्न पनि अप्ठ्यारो हेर्नु अब सान दिएर आहा लभ गरेर ए त आफै रोजेर गइकियोस् नि त त्यति बेला भन्दै भन्छन् माइतीमा पनि इज्जत राख्न पर्यो जस्तो जे भयो नि हैन घरको कुरा सकेसम्म त इज्जत राख्न पर्यो नि त हैन घरको कुरा भन्नु भएन माइत गएर राम्रै भन्न पर्यो जस्तो जे गरे नि हैन हम्फाला नदीमा गएर हम्फालाम जस्तो भए पनि माइत गएर राम्रै भन्न पर्यो अनि घरकाले यस्तो भएपछि घरकाले हेप्नी चेप्नी पेल्नी गर्ने भन्दै नभनेको कुरा पनि भनिस् भनेर संसार पिर्दिने गर्दै नगरेको कुरा पनि गरिस् भनेर संसार पिर्दिने हेर्नु जति राम्रो राख्न खोजे पनि त्यो बुहारी कहिले राम्रो हुनै नसक्ने आफूले त गरेनन् अन्त पनि राम्रो हुन नदिने हेर्नु भगा नभगा कुरा गर्देर हेर्नु है अब बुढोलाई भन्न पनि औधी माया लाउने फेरि अब लभ म्यारेज गरेकाले एरेन्ज म्यारेज गरेकाले भन्दा लभ म्यारेज गरेर आएकोले पनि धेरै माया गर्दैछन् क्या बुढोलाई अब दोहोरो तिहोरो कति बुढोलाई कुरा सुनाउने हैन बुढोको दिमाग फुस्कियो भने भनेर त्यता चिन्ता लाउने बरु फुस्कियो नि आफ्नै फुस्किन्छ भन्ने हेर्नु बुढोलाई पनि कुरा नसुनाउने माइतीमा पनि नसुनाउने एक्लै बुहारी कति गाह्रो हुन्छ होला ल भन्नु हजुरले कोलाई परे हैन कमेन्टमा आएर भन्न सक्नुहुन्छ इनबक्समा हैन डोरी लिएर हिँडम कि नदी नाला पनि देख्न नहुने कहाँ जाम र के गरौँ हेर्नु राम आपतै हुन्छ एक्लै बुहारीहरूलाई पनि परेनले भन्नु है भन त एक्लै सम्पत्ति हानियो भन्छन् त्यही सम्पत्ति हान सजिलो छ अर्काको राम कति सुन्नुपर्छ कति गर्नुपर्छ नि जोगाएर अनि त नजोगाए त्यही नि भ्याइन्छ हेर्नु गाह्रो पो छ त